नमस्कार सबैजनालाई। अहिले हामी फ्रान्सको बोग्दो भन्ने ठाउँमा छौँ र बोग्दोको यो बोग्दो ल्याक नजिकै, ल्याक त होइन, यो बोग्दोको चाहिँ एउटा सानो ठाउँ हो। तर यहाँ चाहिँ रमाइलो परिवेशमा बनाइएका यी पेर पखेरा भने जस्तै होइन, बोटेनहरूमा चाहिँ बनाएका यो आफ्नै नेपाली कला संस्कृतिसँग झल्किने र पिङमा बसेर यति बेला म लिइरहेको छु। मसँग हुनुहुन्छ हाम्रो पूर्ण बहादुर गुरुङ हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो पोखराको दाजु, एकदमै राम्रो दाजु, आज कुल मुडमा हुनुहुन्छ। दाजु नमस्कार, आराम हुनुहुन्छ? के छ दाजु, यहाँको कस्तो लागिरहेछ माहौल, अलिकति भनिदिनुहोस् न। म त यो शिवरात्रिमा आएको जस्तो लाग्यो। ओके, सो यु आर फिलिङ भेरी गुड नाउ। कुल ओके दाजु, थ्याङ्क यू भेरी मच। त्यसै गरी हामीसँग अर्को दाजु हुनुहुन्छ यहाँ, राजु श्रेष्ठ दाजु। उहाँ चाहिँ केही वर्ष यता चाहिँ फ्रान्सको बोग्दोमा नेपाललाई माया गर्नुपर्छ र नेपालसँग जोडिएका खानाहरू सबैलाई चाहिँ अलिकति विश्व स्तरसम्म पुर्याउनु पर्छ भनेर उहाँको आफ्नो बाहुबलले भ्याएसम्म हिमाली किचन भनेर एउटा फुड ट्रकको काम पनि गरिरहनु भएको छ र आगामी दिनमा राम्रो रेस्टुरेन्ट गरेर यहाँका मानिसहरूलाई लगायत सबै मानिसहरूलाई चाहिँ नि यो हाम्रो खानाको स्वाद चखाउने एउटा योजना बुन्दै हुनुहुन्छ। दाजु नमस्ते। नमस्ते। एकदम खुसी लाग्यो तपाईँ यहाँ आएर नेपाललाई यसरी माया गर्नुभएकोमा। अनि यहाँसँग भेट्दा एकदम रमाइलो लाग्यो। हँसिलो मान्छे, कम बोल्ने तर वेटी कुराहरू बोल्ने होइन, त्यो छ। के छ दाजु, आज कस्तो लागिरहेछ यहाँलाई? आज मलाई नेपाल नगएको धेरै महिना भइसक्यो थियो। हजुर। यहाँ आफूहरूसँग यहाँ आउँदाखेरि मलाई नेपालको सौरा पुगेर दिनभरि सौराको सफारी टुर हानेर बेलुका साथीभाइ बसेर क्याम्प फायर गरेर हल्का बियर खाएको फिल भइरहेछ। ओके। वेदर पनि त्यस्तै छ, तातो। ओके, रमाइलो भइरहेछ, मजा आयो। ओके। सो यो युरोपको चिसो ठाउँ भन्छन्, युरोप भन्ने बित्तिकै हिउँले चिसो हुन्छ, यस्तो हुन्छ भन्ने ठाउँमा यहाँले चाहिँ तातो मौसममा चिसो बियर अनि सौराको जुन परिकल्पना गर्नुभयो, खास डिफ्रेन्सेस चाहिँ के जस्तो लाग्छ यहाँलाई यो फ्रान्सको बोग्दोमा र नेपालको चितवन सौरामा बस्दै गर्दाको अनुभूति गर्दा? फ्रान्सको बोर्दो समुद्रको नजिक भएकोले समुद्रको चिसो हावा 24 घण्टा एकै सरफ चलिरहेको हुन्छ। जस्तै गर्मीमा पनि चिसो हावाले गर्दा चिसो फिल हुन्छ। हजुर। सौरामा जाँदाखेरि जहिले तातो फिल हुन्छ। त्यहाँको रहनसहन, त्यहाँको मान्छेहरू, हँसिलो मान्छेहरू, सौराको कल्चरहरू हेर्दाखेरिको मजा र यहाँको चिसोमा बियर खान छुट्टै फरक छ। ओके, त्यति मात्रै हो। हुन्छ दाजु, थ्याङ्क यू भेरी मच। यति भनिदिनु भयो, एकदम खुसी लाग्यो, थ्याङ्क यू। अहिले बिदा हुन्छौँ। हस् त, यति रिपोर्टिङ गर्दै म पनि बिदा हुन्छु। म अहिले छु यहाँ, यो पनि देखाउनु पऱ्यो। अहिले चाहिँ यो अब हामी फ्रान्सको बोग्दोको चाहिँ यो एउटा समुद्र त होइन, सानो खोलामा चाहिँ हामी यसरी यो भनौँ न, यो पिङको जसरी एउटा मजा लिइरहेछौँ। रात्रिकालीन अभिवादन भयो, रातिको अहिले लगभग 11 बजेको छ। यो बस्दै गर्दाको समय पनि यो झलमल सबै भएको हिसाबले चाहिँ सबै रमाइलो लागेको छ। अलिकति परिवेश यता देखाउँछु म, यतापट्टि पनि रमाइलो माहौल छ, शान्त र एकदम कला कौशल्य भरिएको जस्तो लाग्ने। थ्याङ्क यू भेरी मच फर वाचिङ। थ्याङ्क यू।